मलाई गाउँको माया लाग्छ। हामीले आलु लगाउँछौँ, कोपीहरू लगाउँछौँ, गहुँहरू लगाउँछौँ। मलाई मनपर्ने जनावर कुखुरा, बाख्राहरू, भैँसीहरू, लङ्गुरहरू। तिनीहरूलाई चारो हाल्ने, घाँस हाल्ने, तिनीहरूको मलहरू फाल्ने काम गर्छु। मलाई यो गाउँको के मनपर्छ भन्दा मलाई हावापानीहरू, चिसो एउटा हावापानीहरू मनपर्छ। आफ्नो एउटा जन्मेको ठाउँ भएर होला, त्यही भएर सबै कुरै मनपर्छ। मलाई गाह्रो भन्नुपर्दाखेरि म एउटा यात्रा गर्दाखेरि मलाई गाह्रो हुन्छ। अरूले डोराएर हिँड्नु पर्दाखेरि, हरेक कुरामा अरूले डोराइदिनु पर्दाखेरि साह्रै गाह्रो हुन्छ। परिस्थिति एउटा जब भिडपाखामा हिँड्दाखेरि अरूले नडोराएसम्म हुँदैन, अरूले डोराउनुपर्छ। डोराइदिने मान्छे पनि सधैँ हुँदैन, त्यस कारणले गर्दा त्यही गाह्रो। सबैभन्दा मलाई कठिन भनेको नै त्यही नै हुन्छ। मैले हेरेर हिँड्न पाएको छैन, देखेर हिँड्न पाएको छैन। देखेर हिँड्न पाए रमाइलो हुन्थ्यो। एउटा अरूले डोराउँदाखेरि कस्तो खल्लो महसुस हुन्छ, मलाई एउटा पीड लाग्छ कि मेरो हृदयमा। अनि गाह्रो हुँदा पनि मैले काम गरिरहेको हुन्छु। अनि मेरो त्यो चुनौती एउटा मेरो हरेक यात्राहरू त्यसरी बितेको कुराहरू मलाई थाहा हुन्छ। त्यही हो। अनि त्यही हो, बिरामी भएँ म बेसरी 1 वर्षसम्म धेरै बिरामी भयो, खार्यो। मेरो व्यथा एउटा थिएन। मेरो व्यथा 1 वर्षको बादमा हजारौँ व्यथाले मलाई सतायो कि म त्यो बेलामा दुःख बिराममा परेँ, लडेँ। धेरै औलाउने बौलाउने काम नै भएर नै मेरो जीवनहरू डक्टरसँग जाँदा डक्टरले पनि रोग नदेख्ने, हरेक कुरा ठाउँमा जाँदा हरेक कुराले रोग नदेख्ने। एउटा मेरो आँखामा यस्तो चित्र पनि आउँथ्यो कि मैले देख्दै गर्दाखेरि मेरो आँखामा के आउँथ्यो भन्दा नि सर्पहरूको चित्र आउने क्या। सर्पहरू सिधै मेरो आँखामा ठोक्किन आउने। त्यस कारणले गर्दा नै मेरो आँखाको नजरहरू एउटा नजरहरू गुम्यो भनेर गुम्यो, मलाई याद छ। जब म आफूलाई एक्लो महसुस गर्छु, जब मैले एक्लो महसुस गर्दै गर्दाखेरि मैले ख्रिस्टसँग एउटा जीवन मैले जब गुमाइसकेपछिको कुरा, एउटा मैले जीवन गुमाएको छु, तर पनि यो जीवन गुमाउँदा म त्यति धेरै दुःखी छैन। त्यस कारणले गर्दा मैले चुनौतीको बाटो मैले धेरै पाएँ। ख्रिस्टमा एउटा जीवन पाउनु मात्रै होइन, गुमाउन पनि असल कुरा रहेछ। र गुमाएको कारणले गर्दा नै मैले ख्रिस्टलाई धारण गर्न पाएको छु। म यही माने एउटा यही नै मेरो चुनौतीको कुरा भएको छ, म जान्छु। धेरै एउटा असल जीवन भएको र नभएकोमा धेरै फरक हुँदो रहेछ। किन असल जीवन भएको मानिसहरू यात्रा गर्न थाल्छ, धेरै धेरै राम्रो राम्रो चुनौतीको बाटोमा पुग्न थाल्छन्। तर एउटा कष्टमा परेको मानिसहरूको बिचमा एउटा चुनौतीको बाटो त के सबै ढोकाहरू बन्द हुँदो रहेछ कि। कति साह्रो एउटा अप्ठ्यारो बाटो मैले पाइला चाल्नै सक्दिनँ भनेर मैले उहाँसँग कराउने गर्थेँ। प्रभु, किन मैले एउटा यो कठिनाइहरू भोग्दैछु? म साह्रै दुःखी भएर रुने गर्थेँ, कराउने गर्थेँ। मैले लाग्थ्यो कि मलाई मेरो संसारमा बाँच्दैन।
मलाई यो संसारमा बाँच्नु राम्रो छैन। जब मेरो बाँच्ने आज टुटेको त्यो एक दिनको दिनमा म धेरै घना जङ्गलभित्र छिरेँ अनि मैले भने मेरो आमा र बुवाले मेरो छरछिमेकीले खोज्दाखेरि मेरो लास पनि नभेटाओस्। तर म एकान्तमा म झरेँ। त्यो ठाउँमा बसेर म यसरी रोएँ, कराएँ। तर मेरो आफन्तहरूले मलाई त्यहाँ भेटाउन पनि सक्नुहुन्थेन होला। तर म त्यो बेलामा प्रभुसँग प्रार्थना गरेर भने, प्रभु के मलाई यो जीवनमा राख्नुहुने? मलाई तपाईँले यो जगतमा चुन्नु भएको भने के तपाईँले मलाई देख्नुहुन्न? के तपाईँको नजर ममाथि किन नपरेको प्रभु? मैले भन्दाखेरि प्रभुले मलाई त्यो ठाउँबाट मलाई आत्महत्या गर्नदेखि रोक्नुभयो। किन मलाई एउटा त्यो कुरा नि त्यो एउटा अन्धकारमय बाटोबाट जब म एउटा तडपिँदै एउटा घटनामा पर्दै रुने गर्छु, उहाँले मलाई सान्त्वना दिएर एउटा सान्त्वना समय उहाँले मलाई एउटा जगाउनुहुन्छ र परमेश्वरले मलाई आत्मामा भन्नुहुन्छ, जवाब दिनुहुन्छ, हेर छोरी, किनकि म तेरो साथमा छु, नडरा। किनकि जब म उहाँको जवाब सुन्दै गर्दा म आनन्दित हुन्छु र निदाउने गर्छु। मेरो जीवनको कथा निश्चय नै म के भन्न चाहन्छु भन्दा नि संसारको बिचमा होइन, मैले एउटा यो जीवनको बिचमा म रहेको छु। मैले सास फेर्दै गर्दाखेरि मैले यो संसारसँग होइन, मैले ख्रिस्टसँगै सास फेरेको छु। मलाई यो नयाँ दिन दिनुहुने उहाँ नै हुनुहुन्छ। अहिलेको जुन समयमा म यो संसारमा छु, किनकि म अहिले जवानी अवस्थामा मैले संसारको बारेमा भन्दा पनि संसारको राम्रो कुरामा, लगाउने कुरामा, रमाउने कुरामा भन्दा पनि मैले ख्रिस्टमै मैले एउटा सङ्घर्ष गरिरहेको छु। ख्रिस्ट नै मेरो सब थोक बनिरहनु भएको छ। आजभन्दा 3 वर्ष अगाडि म पहिलोपटक थारीमा सङ्गतिको लागि शनिबार आउँदै गर्दा अनुसँग चाहिँ थारीमै मेरो भेट भएको। अनि अर्को कुरा भनेको उहाँलाई परमेश्वरले उहाँको शारीरिक रूपमा आँखा नदेखि तापनि तर उहाँको आत्मिकी आँखाहरूद्वारा होइन उहाँले चाहिँ भिजनहरू देख्नुहुन्छ, दर्शन देख्नुहुन्छ र परमेश्वरले अनुबनलाई चाहिँ आफ्नो तरिकाले चलाइराख्नु भएको छ। हामीले नै मेरो छोरीको आफ्नो छोरी अनु मेरो आफ्नो छोरी हो। त्यो छोरीको नजर दुइटै बन्द थियो, दुइटै आँखा। विश्वास गरिसकेपछि त्यो छोरीको आँखा केही 30 या 35% नजर देखेको स्पष्टै छ, देख्न सक्छ, बाहिर गएर के काम गर्न सक्छ। पहिला कति पनि हिँडडुल गर्न नसक्ने मान्छे, टोयलेट जान नसक्ने मान्छे अहिले खाना पकाउन सक्छ, गएर घाँस काट्ने, पशुपन्छीलाई खाना दिन सक्ने, त्यस्तो किसिमको भएको कारणले हामी साँचो परमेश्वर रहेछ, हामीले विश्वास गर्नुपर्छ भनेर हामीले पनि विश्वास गरेका छौँ। सबै मानिसले मैले पाएको परमेश्वरलाई पाउन सकोस्, मैले पाएको उद्धार मुक्ति सबैले पाउन सकोस् भनी मैले प्रार्थना गरिरहेको हुन्छु। हरेक जग्गामा जाँदाखेरि सबै मानिस यो थारी गाउँको एउटा हल टोटल मानिसहरूले एउटा परमेश्वरको सत्यतालाई बुझेको भए धेरै राम्रो हुन्थ्यो जस्तो लागिरहन्छ मलाई। त्यस कारणले परमेश्वरले मलाई एउटा असल काम गर्न बोलाउनु भयो। म छाम्दै भए पनि मैले प्रभुको एउटा जन छोराछोरीलाई मैले हुर्काउनुपर्छ, एउटा छाम्दै भए पनि एउटा मैले कसैलाई एउटा उद्धार गर्नुपर्छ जस्तो लाग्छ कि मलाई। अनुले चाहिँ विशेष गरी प्रभुसँग प्रार्थना, उपवास र मानिसहरूलाई भेटघाट गर्दै गर्दा म पनि कतिपटक यहाँ आएको बेलामा विभिन्न यहाँको तल्लो गाउँ भयो, माथिल्लो गाउँमा जाँदै गर्दा अनि त्यसपछि उहाँ चाहिँ यहाँदेखि 2 घन्टा 3 घन्टाको बाटो पनि सेवा सङ्गतको निम्ति जाने होइन। कतिपटक उहाँ चाहिँ यहाँदेखि 25 किलोमिटर बजारमा पनि उहाँ
त्यहाँ पनि हिँडेर गएको मैले देखेको छु होइन। र विशेष गरी सेवा सङ्गतिको निम्ति उहाँ चाहिँ एकदम भित्र हृदयदेखि एउटा चासो भएको र उहाँ त्यहाँसम्म जाने र विशेष मानिसहरूलाई भेट्ने उत्साह दिने। अनुको लागि उत्साहितको लागि अनि म अनुले अनि परमेश्वर पाएर अनि हामीलाई अगुवाई गर्नुभयो, त्यसको लागि खुसी छु। अनुलाई सदा सर्वदा परमेश्वरमै भइरहँ भन्नेको लागि खुसी रहन्छ। दिदी बहिनी हामी आएको बेला पनि उहाँले उत्साह दिनुहुन्छ हामीलाई। परमेश्वरमा नि रमाएको जस्तो लाग्छ, रमाउनुहुन्छ। अनि परमेश्वरले अहिले छुटकारा गरिदिनु भएको छ, आँखा देख्नुहुन्छ। ख्रिस हाम्रो सत्यताको परमेश्वर हुनुहुन्छ। हामीलाई एउटा नयाँ जीवन दिनुहुन्छ, हामीलाई एउटा उद्धार मुक्ति शान्ति दिनुहुन्छ। उहाँले मलाई चुन्नुभयो, एउटा म जस्तो मानिसलाई चुन्नुभयो। संसारको मानिसहरू हुन्थ्यो भने एउटा देख्ने मानिसलाई, एउटा सच्चा र एउटा असल मानिसलाई, धेरै पढेको मानिसहरूलाई चुन्थ्यो होला। तर उहाँको प्रेमले मलाई चुन्नुभयो, म जस्तो मानिसलाई चुन्नुभयो भने मैले उहाँमा आस्था राखेको छु। धन्यवाद जीवित र दयालु कृपालु धार्मिक परमेश्वर बाबा। फेरि पनि आजको यो मलाई एउटा साँच्चैको यहाँ बस्दाखेरि मलाई सुनौलो लाग्छ। अहिले म छु र पनि म जन्मेकै ठाउँमा छु, तर पनि मलाई सुनौलो लाग्छ। एउटा मैले नसोचेको कुराहरू उहाँले मेरो बिचमा ल्याउनु भएको छ। म त्यो कुरामा धेरै खुसी छु। मलाई मेरो चुनौती भन्दा पनि परमेश्वरको बोलावट मान लाग्छ। मलाई